हेलो, आज पनि मैले हजुरहरूको लागि अर्को नयाँ रेसिपी लिएर आएको छु जुन चाहिँ हाँसको मासुको रेसिपी छ। हाँस चाहिँ अलिक ठुलो भएको भएर मलाई कट गर्न गाह्रो भएर मेरो हस्बेन्डले मलाई कट गर्नको लागि हेल्प गर्नुभयो। मलाई चाहिँ हाँसको मासु पनि कस्तो मिठो लाग्छ, जाडो महिनामा खाँदा मिठो हुन्छ भन्छ नि है। त्यही भएर चाहिँ मेरो घर छेउमा एउटा चाइनिज मार्ट थियो अनि त्यहाँनिर हाँसको मासु मैले देखेको थिएँ। त्यही भएर मैले पनि जाडो महिनामा नै ल्याएर बनाएको थिएँ। अनि प्यानमा तेल तताइसकेपछि चाहिँ फर्स्टमा मैले मासुलाई भुटेँ अनि मजाले यसको पानीहरू सुकेपछि मैले प्याज र हरियो खोर्सानी हालेर त्यसलाई पनि मजाले चलाएर अनि मासुलाई भुटेँ अनि पाकिसकेपछि त्यसमा अदुवा लसुनको पेस्ट हालेँ। हाँसको मासुको रेसिपी बनाउँदाखेरि चाहिँ अदुवा चाहिँ अझ बढी हाल्नुपर्छ, जसले चाहिँ त्यसको टेस्ट इन्हान्स गर्छ अनि अझ मिठो हुन्छ। अनि मरमसलाहरू हालिसकेपछि मेरो हाँसको मासु चाहिँ पाक्यो अनि मैले खाँदाखेरि चाहिँ मलाई एकदम धेरै मिठो लाग्यो र मैले यो चाहिँ रेसिपी मैले मेरो फिलिपिनो साथीहरूलाई पनि टेस्ट गराएको थिएँ। तिनीहरूलाई पनि मिठो लाग्यो भन्दै थियो। हजुरहरू पनि खानु होला।